हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज मैले सपिङ ब्याग बनाउन गइरहेको छु। हजुरहरूले पनि यो मैले बनाए जसरी गरेर हेरेर ब्याग बनाउन सक्नुहुन्छ। यसको लम्बाइ लिएको छु मैले 16 इन्च, यसको चौडाइ मैले लिएको छु 14 इन्च। जस्तै यसको लम्बाइ चौडाइ जति पनि लिएको छु मैले त्यही गरेर मैले भित्री पनि त्यस्तै लिएको छु। जति यसको लम्बाइ यसको चौडाइ हो त्यसरी चाहिँ मैले भित्री पनि लम्बाइ चौडाइ बराबरै लिएको छु। अनि यसलाई फिनिसिङ दिनको लागि मैले यो पट्टी काटेको छु। यसको चौडाइ जति छ यसको लम्बाइ चाहिँ मैले 4 इन्च राखेको छु। फिता चाहिँ मैले 26 इन्च लम्बाइ राखेको छु, 26 इन्च लम्बाइ, र चौडाइ चाहिँ मैले 2 इन्च राखेको छु। यसको दुईटा छ, दुईटा चाहिन्छ, 2 पिस चाहिन्छ। यो 1 पिस भयो, 1 पिस अझै काट्छु म। अब यही साथसाथ अब म सिलाइ पनि सिलाइ कसरी सिलाउँछ पनि मैले हजुरलाई देखाउन जान्छु। पहिला यसलाई अब यो फिता सिलाइन्छ हामीले। फर्स्टमा हल्का मोड्ने, थोरै मोड्ने, सेकेन्डमा नि थोरै मोड्ने, अनि त्यसपछि चाहिँ यो र यसमाथि यो यसरी राख्ने। यसरी राखेपछि अलि राम्ररी राख्नु होला, किनकि यो अलिकति कपडा प्यान्टको कपडा अलिकति गाह्रो हुन्छ। हेर्न सक्नुहुन्छ मैले फिता बनाएर भ्याइसकेँ। यो फितालाई सिलाइसकेपछि एक साइडबाट अझै एक साइडबाट यसरी सिलाइदिनुपर्छ। सिलाइसकेपछि चाहिँ हाम्रो बजार जस्तो लुक आउँछ है। अनि त्यसपछि चाहिँ मैले हजुरहरूलाई भनेको थिएँ नि, यो मेरो यो फिनिसिङको पट्टीलाई पनि मैले एकचोटि मोडेर सिलाइसकेँ। अब यो फिता र यो फिनिसिङ कसरी राख्छन् म हजुरहरूलाई बताउँछु। हेर्न सक्नुहुन्छ मैले यसको र यसको बीच भागमा मैले चक मार्कर राखेर यहाँदेखि यहाँसम्म 3 इन्च, यहाँदेखि यहाँसम्म मैले 3 इन्चको मार्कर राखेको छु। यसमा मैले फिता अट्याच गर्नेछु। हेर्न सक्नुहुन्छ मैले फिता अट्याच पनि गरिसकेको छु। यहाँदेखि यहाँ 3 इन्च छ, यो 3 इन्चको यतापट्टि चाहिँ होइन है। 3 इन्च निशान लगाइसकेपछि हामीले 3 इन्चकै यतापट्टि साइडमा हामीले फिता अट्याच गर्नुपर्ने छ। फिता अट्याच गरिसकेपछि हामीले यो फिता अट्याच गरिसकेपछि हामीले सिधामा सिधा राख्ने। यो उल्टो छ, यो सिधा छ, सिधामा सिधा राख्ने। सिधामा सिधा राखिसकेपछि हामीले यो पट्टीलाई यसरी राख्ने। यसरी राखिसकेपछि यो हेर्न सक्नुहुन्छ सिधामा सिधा राख्ने। सिधामा सिधा राखिसकेपछि यही माथिपट्टि फेरि हामीले यो भित्री यसरी यस्तो गरेर यहाँबाट हामीले दुईतिर सिलाउने, यता पनि त्यो साइड पनि सिलाएर मैले हजुरलाई देखाउने छु। हेर्नु मैले सिलाइसकेको छु। जस्तो तपाईँलाई मैले सिलाउन पठाएको छु त्यस्तै गरेर तपाईँले पनि सिलाउने। सिलाइसकेपछि चाहिँ यसको साइड सिलाइ चाहिँ मैले कसरी सिलाउँछन् म त्यो चाहिँ म भन्दैछु। हेर्न सक्नुहुन्छ साइड सिलाइ फेरि यो सिलाइ यसरी मिलाउने। यो सिलाइ र यो सिलाइ मिलाएर यो भित्री भाग यस्तो भयो। भित्री भाग हेर्न सक्नुहुन्छ, भित्री भाग अलग, बाहिरी भाग अलग छ। अब यसलाई यहाँबाट लिएर यहाँ सिलाउने। सिलाइसकेपछि फेरि यसलाई पनि यहाँबाट लिएर यहाँसम्म सिलाउने, यहाँ छोड्ने। यहाँ छोडिसकेपछि यसलाई नि अलिकति छोडेर यति ग्याप राख्ने। यति ग्याप राखिसकेपछि यहाँबाट चाहिँ हामीले यो बाहिर निकाल्छौँ। बाहिर निकालिसकेपछि चाहिँ अब के गर्नुपर्छ फेरि म बताउँदैछु। हेर्न सक्नुहुन्छ मैले सबै ठाउँमा मैले सिलाइसकेँ, उता नि सिलाइसकेँ। अब मैले अलिकति चाहिँ यहाँ छोडेको छु, यहाँ छोडेको छु मैले अलिकति यहाँ छोडेको छु। यहाँबाट चाहिँ मैले यसरी निकाल्छु। निकालिसकेपछि फाइनल लुक हेर्न सक्नुहुन्छ यस्तो छ। अब जो मैले निकालेको थिएँ त्यो भित्र चाहिँ हल्का अब तपाईँहरूले चाहिँ के गर्न सक्नुहुन्छ भनेपछि यो खुला भाग छ नि, यो खुला भाग छ। यो खुला भागलाई चाहिँ तपाईँले हल्का पक्का पनि हुन्छ, एकदम माथिबाट यस्तरी सिलाउँदै जानुभयो भने तपाईँको यो फाट्ने सम्भावना हुँदैन। यसरी सिलाउनु। अनि जो मैले हजुरलाई यो फिनिसिङको पट्टी भनेको थिएँ नि, हेर्नु यो यस्तो हुन्छ। यो सबै भित्र जाँदाखेरि चाहिँ फिनिसिङ राम्रो देखाउँछ। यो भित्री चाहिँ देखिँदैन भनेर हो मैले यो खास हालेको। हजुरहरूले हाले पनि भयो, नहाले पनि भयो, तर हाल्यो भने चाहिँ राम्रो फिनिसिङ देखाउँदो रहेछ। अनि त्यसपछि यति फाइनल भइसकेपछि चाहिँ तपाईँले यहाँनिर चाहिँ एकचोटि राउन्ड आइरन गरिसकेपछि एकचोटि यहाँनिर हजुरले सिलाइ लाउन सक्नुहुन्छ। यो सिलाइ लगाएको पनि म देखाउने छु।
हेर्न सक्नुहुन्छ मेरो फाइनल लुक हेर्नु है त। मैले चाहिँ चेन चाहिँ लगाएको छैन, चेन चाहिँ एमा लगाएको छैन। मैले एमा चाहिँ बटन राख्ने छु यसरी, चेन चाहिँ राखेको छैन। ल भित्र पनि हेर्न सक्नुहुन्छ, भित्र नि फिनिसिङको साथ मैले हजुरहरूलाई सिकाएको छु। प्लिज 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 लाइक सब्सक्राइब कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। हजुरहरूलाई आउने समयमा मैले फेसन डिजाइनिङको जति पनि रिलेटिभ छ त्यो सबै म सिकाउँछु भनेरै म युट्युब च्यानल खोलेको। घरै बस्ने कसैलाई कतिपय अब सिक्न चाहिँ मन लागेको हुन्छ, तर कसैसित समय हुँदैन, कसैसित पैसा पनि हुँदैन। त्यही